ल हे साथीभाइहरू, इष्टमित्र, दाजुभाइ दिदीबहिनीहरू, देश तथा विदेशमा छरेर बस्नुभएका सम्पूर्ण तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू, यो चाहिँ मैले सुन्तलाको खेती गरेको र कागती गरेको यो बिरुवाले चाहिँ तपाईँको 2 साल कम्प्लिट भयो। यसपालि पानी धेरै परेको कारणले गर्दाखेरि यसको फेदमुनि धेरै झारहरू आएको रहेछ र तिनीहरूलाई मैले साफ गर्ने काम गरेको। के कतिको राम्रो नराम्रो भएको छ तपाईँहरूले कमेन्ट गरेर प्रतिक्रियाहरू दिनुहोला। तपाईँहरूको प्रतिक्रियाको आशावादी छु म। तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने गर्नुहोला। धेरै नै राम्रो भएको जस्तो लाग्छ मलाई। कोही मरेको छन् भने कोही चाहिँ अब जिउँदो छन्। तपाईँहरूकै गाउँठाउँमा लगाउन सकिन्छ। यसरी बाँझो बसेको बारीहरूमा चाहिँ हामीले फलफुलको खेती गर्न सकिन्छ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई खेतबारी बाँझो नराखौँ। केही न केही हामीले सकेको फलफुल अथवा खेतीपाती गर्नुपर्छ भन्ने आग्रह गर्दै हजुरहरूलाई पनि यो सल्लाह दिन चाहन्छु र तपाईँहरूको प्रतिक्रियाको आशावादी छु। तपाईँहरूले प्रतिक्रिया दिनुहुन्छ भने पुनः विश्वास गरेको छु। धन्यवाद।